खास गरी यो आज बैठक बस्नुको कारण चाहिँ यो अन्तर प्रदेश हाम्रो पहिला सुरुमा नै हामी जान खोजेका थियौँ। त्यहाँ सुदूरपश्चिममा समिति चेयरम्यानको कुरा आयो, हामीले सुदूरपश्चिम जाने निर्णय गरिहाल्यौँ। त्यहाँ समिति बनिसकेपछि आउनुहोस् भन्ने कुरा भयो। त्यहाँ सम्पर्क गर्दा त्यहाँ समिति धेरै ढिला भयो। पछि समिति त्यहाँ बनिसकेपछि अस्ति बिचमा जाने भनेर हामी जान सकिएन। अब त लास्ट भयो। एकपल्ट सुदूरपश्चिम पुगेर आउनु छ। यो अब बजेट पनि के हो त्यो त्यसमाथि बजेटको कुरा छ। अब बजेट प्राप्त गरी नपाइने बेला बिचमा ग्यापमा प्रदेश सभाको साथी कर्मचारीहरूको कार्यक्रम र अरू कार्यक्रम प्रदेश सभाले राख्ने छ। त्यही भएर हाम्रो यो ग्यापमा बजेट चाहिँ 7-8 गते दसैँसम्म बसेको छ। सरकारले प्राप्त गरेको सुदूरपश्चिम जान हतार लागेको एउटा चाहिँ मारेका परिषदको जनप्रतिनिधिले बुझिए राखेर एक दिनको आवश्यक कार्यक्रम वा सुदूरपश्चिम जाने कार्यक्रम यो बिचको 7 दिन ग्याप भनेर छ। 7 दिन 6 गतिहरूमा अगाडि किन्न सक्नुपर्यो। भोलि पनि बिचमा यो कार्यक्रम सकेर पछि चाहिँ सुदूरपश्चिम जाने राख्नुपर्यो। एउटा कार्यक्रमको बारेमा विविध राख्नुपर्दा चाहिँ त्यो विविध हामीले हेर्नुपर्ने र राख्नुपर्ने देश गर्नु पछि पनि हामी कुरा गरेका छौँ। यसको यो चौथो पाँचौँ प्रतिनिधिमा पनि टुङ्गिनुपर्ने रहेछ। यो प्र्याक्टिस के रहेछ भने मान्छेले दफावट सबै मन्त्रालय निकायको बारेमा सैद्धान्तिक सुधार गर्नुपर्ने कुरा, कानुन रूपमा सुधार गर्नुपर्ने कुरा, पेस नियम गर्नुपर्ने अनुकूल भएको र चाहिँ त्यसलाई असुल गर्नुपर्ने छुट्टाछुट्टी त्यसको क्याटेगोरी छुट्याएर हाम्रो रहेछ। त्यस कारणले त्यो सबैको तफावत प्रतिवेदन के भएछ भनेर मन्त्रालयसँग जानकारी दिएर फर्जेको कुरा पनि सैद्धान्तिक पनि कानुनी रूपमा पनि के सुधार गर्यो किन मानेन भन्ने कुरामा अति स्पष्ट हामी गएर एउटा 14-5 सेसनको प्रतिवेदनको तफावत चाहिँ उल्लेख बनाउँदा उल्लेख हुँदो रहेछ। त्यो सेसनमा पेस गर्नुभयो। हामीले अलिकति समय चाहिँ यसपालि भादौ असुल महिनामा बिचमा दिएर सबै मन्त्रालयको आवश्यकता परेका ठाउँमा त्यसपछि नगरेपछि उहाँहरूले उत्तर दिनु पनि राखेर हामीले डिस्कस दुईवटा तिनवटा निकाय एकदम डिस्कस गरेर निकाएर हिँड्दै सेसनमा चाहिँ एउटा प्रतिवेदन पुग्नेहरू भन्ने लाग्छ। त्यसको लागि पनि एउटा सुरक्षा निर्देशमा मान्ने सुझाव खोज्यो। मेन गर्दा यो अन्तर प्रदेश कार्यक्रम यो एउटा विज्ञसँग छ। दुईवटा कार्यक्रम कसरी गर्ने बाहिर 19-20-22सम्म सक्नु पर्ने कार्यक्रम 20-22सम्म यता संसद बजेट पास गरेर जानु पाइँदैन। अब बजेटको अहिलेसम्म भोलि नै बजेट आउला अनुमान गरौँ नगरेदेखि चाहिँ त्यसको त्यसपछि पहिलो सरकारको पनि थाहा छैन पुगिने बजेटमा पुग्ने नपाइने एउटा दिनको यात्रामा के गर्ने त्यसमा चाहिँ त्यसमा सुझाव पाउँदैन। उत्तर प्रदेशमा हुने कुरा होइन। बजेटको छलफल चाहिँ एउटा 8 गतेपछि हुने सम्भावना एउटा चाहिँ तपाईँको मात्रै हुने सम्भावना बजेटको सरकारले बनाएको 7 वर्षको अनुभवमा बजेटको सरकारले बनाएको मलाई चाहिँ बजेट सरकार बजेट बनाएको छ। 7-8देखि के मिटिङ तपाईँको यस्तो कि अब जस्तो 8 गतेदेखि 14 गतेसम्म छलफल भएन भने है हामी 8 गतेबाट 14 गतेसम्मको टाइम पनि यदि त्यो सरकारले वेतन बजेट छलफल गरेर भने यो टाइम किनभने समय खाली राखेर पनि अलिक दीर्घ टाइमपछि एउटा सम्भावना किन भन्दाखेरि यो बिचको सम्भावना एउटा खाली हुने 8 देखि 15 गतेसम्म टाइम खाली हुने सम्भावना
मुख्यमन्त्रीको बाहिर कार्यक्रम जस्तो लाग्छ मलाई मुख्यमन्त्रीको बाहिर कार्यक्रम के जस्तो लाग्छ मुख्यमन्त्रीको र 24 बाहिर विदेशको चाँडो सक्नु बजेट पास गर्ने तयारी जस्तो तपाईँको जमानो सरकारले कि मेरो विचारमा उहाँले सुरु गरेर 8-9 बजीबाट सुरु गर्नु 8 बजीदेखि नै त्यो कुरा छ 8 बजी पनि होइन 8 बजीबाट पहिलो मजाले आफ्नो आनन्द हुने पास गर्ने जति पास हुन्छ त्यो खाली लास्टमा असारको बजेट सक्न आएको एउटा कुरा होइन अर्को कुरा चाहिँ अरू प्रदेश पनि बजेटमा लागिरहेको समितिले हामीले तर वेलकम गर्नु अरू चाहिँ जो वित्तीय बनाएर विभिन्न प्रोग्रामहरू अरू अन्तर प्रदेश भ्रमणलाई गर्नु पार्टीको पार्टीको यो चापाचारमा चाहिँ के हुन्छ अर्को चाहिँ हामीले मन्त्रालयसँग छलफल गर्नुपर्ने कुरामा चाहिँ जस्तो एकैजनालाई जिम्मा दियो सक्यो होइन हामी एकैजना कतिपय साथीहरूलाई यो बजेट भोलि प्रस्तुत भइसकेपछि सरकारहरू खाली हुन्छ मन्त्रालयको मन्त्रीहरू पनि खाली नै छुट्यो यो मन्त्रीले के खाली छ बजेट मिलाउँदै मन्त्रीलाई पढ्नु पाएन लेखालाई उत्तरदायी अधिकारी हुँदै र अहिलेसम्म इम्प्रुभमेन्टको विषयमा त सचिव सरकार कतिजना कुरा बसेर 2 दिन समय लिनु चाहिँ के हो त प्रोफेसनल निर्देशन छ बेरोजगार यो सुदूरपश्चिम जाने पहिला पनि कार्यक्रम के एउटा समितिको थोरै आदान नगराउने छ आफ्नो 6 समिति मध्ये बागमती बाहेक 6 जाँदा उनीहरू पहिला गण्डकी प्रदेशमा एउटा समिति गयो लुम्बिनी विशेष अधिकार समिति गयो कर्णाली त्यसपछि आज 2 गते पर्यटन समिति घोषित जाँदैछ यसै विकास पर्यटन बाँकी छ मधेस जान किन भन्दाखेरि हामीले इस्यु गर्नुपर्छ मधेस पानी
पहिला सुपको कुरा भएको चाहिँ सुपको एक दुईवटा पोइन्ट पनि पुगौँ यस्तो कन्डिसन होइन बाढी छाडी आउँछ ठिक छ त्यसो भने के भने जस्तो यसलाई प्रायोरिटी चाहिँ मलाई केही लाग्छ दिनसम्म यसलाई पनि भने जस्तो यसलाई टाइम भयो बिचमा हाम्रो 8 बजीको टाइम भयो भने अन्ध्र प्रदेश पनि आउँछ मधेस प्रदेश भयो भने त मधेस प्रदेशै जाने हो भने त बिचको भ्यालु मिलाउन सकिन्छ विवाद पनि आइरहेको खर्च धेरै बोर्डर एरियाहरू पनि घुमाउँ त्यो पनि एउटा नाका पनि हामी गएको छैन आफ्नो त्यसको भूगोल पनि जानकारी हुन्छ हरेक जिल्लामा नै त्यसको बोर्डर जाने कि ट्र्याक्टरको बोर्डर जाने माथि केही विकास निर्माणको काम गरिरहने त्यसपछि गएर समितिले एक दिन 4 दिन एक दिन स्वागत गरिहाल्छ समय खाली राख्नु अहिले समय कार्य व्यवस्थाको मिटिङ पछि थाहा भइहाल्छ कार्य व्यवस्थाको मिटिङ पछि तय गर्नु भएको छ दुईटै कार्यक्रम सकेपछि स्टेजमा सुरु बस्नु त मधेस ट्र्याक्टर ठिक छ विकेसम्म छलफल चाहिँ कहाँ गर्ने त्यो विकेसँग पनि छलफल काठमाडौँमै गरौँ नगरकोट धुलिखे त्यही कि या मार्गतिर काठमाडौँ गएर चाहिँ विज्ञापन डेढ चाहिँ गाडी व्यवस्था पछिको हेरेर यो एक हप्ता चाहिँ गाडी चन्द्रगिरी गर्ने के चन्द्रगिरी गर्ने भेट हुन्छ मेरो क्षेत्र नजिक पर्छ साथी बसेर माथि सुन्दर प्रगति रिसोर्ट गयो भने बवाल छ नि सबै सुरक्षित खोलामा होइन क्या यो काठमाडौँकै सिमाना काठमाडौँकै सिमाना माथि शिवपुरीबाट हामी कहाँ प्रभाव हुने प्रदर्शन के रहेछ भने सातौँ प्रतिवेदन यहाँ 62औं प्रतिवेदन त्यहाँ पेश भयो 7औं प्रतिवेदन यहाँ पेश भएपछि अनि प्रदेश सभालाई चाहिँ रिक्वेस्ट प्रतिनिधि सभालाई रिक्वेस्ट गर्दो रहेछ कि हाम्रो चाहिँ 2 दिने आवासीय कार्यक्रम 62औं प्रतिवेदन सम्पन्न गर्नका लागि चाहिँ रेखाखण्ड धुलगेलमा आवासीय प्रोग्राम बनाउने त्यसपछि त्यहाँबाट मन्त्रालयको उपस्थितिमा पत्रिका बनाउनु त्यही बैठकको रूपमा विज्ञहरू पनि बोलाएर लगभग यो उपस्थितिले गर्दा चाहिँ छलफल गर्ने भनेर आइसकेपछि बासी गाडी छलफल गरेर उसले निष्कर्ष हाम्रो गरेको मिटिङ त्यो उसको सबभन्दा ठुलो कुरो चाहिँ काठमाडौँमा त्यो सुशासन केन्द्रमा मिटिङ बस्ने व्यवस्था भयो भने हाम्रो काम अगाडि बढ्छ है रणनीति गर्दाखेरि चाहिँ त्यसो गर्दाखेरि नगर्ने यहाँ सोचिदिँदा मात्र आउनुहोस्
अधिकांश त्यहाँ काठमाडौँ हुन्छ त्यो अलिकति व्यवस्थित गरेर गभर्मेन्टको पनि ध्यान चाहिँ नि अहिले यसो प्रोजेक्टको हेर्दा उनीहरूले कुरा सुन्दाखेरि यो दायित्व सिर्जना र हौसलाको घरमा कार्यक्रम सक्ने 15 लाखको योजना 4 करोड 8 करोड बनाउने कुनै आर्थिक अनुसारै गएर त्यहाँ पहिलेदेखि बेसीदेखि अहिले नसक्छ कहिले सचिने हो त्यसमा अलिकति हामी लाग्नु पऱ्यो एउटा अर्को मेरो मान्ने सदस्यहरूलाई रिक्वेस्ट दियो भने माथिको अफिस अपडेट गर्नलाई त्यहाँ कम्प्युटर प्रिन्टर राख्यो भने गाछहरू राखेर कम्प्युटर प्रिन्टर सहित माथि हाम्रो अफिस छ त्यसमा मोटामोटी मान्नेजीहरूमा प्रायः त्यो माथि अफिसमा बस्ने यो हाउसहरूमा आधारमा बस्नुलाई प्रोग्राम सकिसकेपछि त्यहाँ माथि अफिसमा बसेर त्यो अध्ययन चाहिँ के छ भन्दाखेरि गरेर भने त्यो मान्यजीहरू तिमीमा त्यो काम पनि मैले हामीसँग गर्दा त्यो माथि अफिसलाई प्रयोग गरेर पनि अब एसी छ एसी फाइन दुवै छ अब 7 बजेपछि यता मेरो 7 र 8 अब पछि आइन्छ नि हामी बजेको बेलामा त्यही आसपास पार्नुपर्छ कि मन्त्रालयसँग गएर के हो के अहिले गर्न सकिन्छ मन्त्रालयको बाँकी छ त्यो पनि हो अनि त्यसपछि अब समितिहरूले गर्ने गतिविधिलाई नै नपुग्ने खालको बजेट चाहिँ कसरी बनाउँछ अनि समितिलाई नै अब तपाईँको अरू समितिको मैले सुनेअनुसार त्यो चाहिँ उसमा जाँदाखेरि पनि त्यो खर्च मेन्टेन गर्न पनि गाह्रो हो भन्ने कुरो भइरहेको छ त्यस्तो खालको गरेर त भएन नि त अब यो गभर्मेन्टले उसको त्यो हाम्रो सेवा सुविधामा अब जब 2500 रुपियाँ आउँछ हामी आउनु प्रवेश गऱ्यौँ भने 2500 भित्र खानु पनि पर्ने बस्नु पनि पर्ने खाना खानु पर्ने यातायात पनि मिलाउनु पर्ने रहेछ क्या त्यो 2500 मिलाउनु पर्ने त्यो चाहिँ एकदम अरू म्यानेजर त्यो अरू साथीहरूले त्यही भन्थ्यो कि म्यानेजर गरेर गाह्रो हो भने त्यसपछि टोली गइसकेपछि त्यहाँ बस्ने होटलतिर चिनेका पनि आएर यसो खाइदियो भने त्यो पेमेन्ट गर्ने बैठक सघाउनु मिटिङपछि थाहा लाग्छ त्यो डेट चाहिँ सभापतिले फिक्स गरेर त्यो विषयको हेरेर मधेस प्रदेश अहिलेको हिसाबमा हेरौँ न त्यो बाहिर सुने जस्तै हो कि अलिक फरक हो कि सरकारी होला भनेको नजिकको नजिक छ सरकार पनि हेरेन कहाँ छ कार्यालय पनि थाहा छैन मध्य प्रदेशमा पानकार भन्ने कुरो कालो जग्गामा नि बैठक